हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल है। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आज भने चाहिँ म ड्युटी जान आँटेको छु है। म रेडी हुन आँटेको र म त्यही त हो, बाई द टाइटल र थम्बनेल हेरेर तपाईँहरूले चाल पाइसक्नु भइसक्यो होला है। र म कहाँनिर छु र के गर्दैछु भनेर होइन। र अब म चाहिँ रेडी हुन आँटेको, ढिलो पनि भइसक्यो होइन। मेरो आफ्टरनुन सिफ्ट हो र म आफ्टरनुन ड्युटी जान लागेको है। तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने कृपया गरी मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है त। र मेरो रुम चाहिँ कुछ यस्तो टाइपको छ है, यस्तो छ है। यो भने चाहिँ मेरो बेड हो। म मेरो बेड चाहिँ मिलाएको पनि छुइनँ है, भर्खर ब्रस सस गरिकन आएको नि त, त्यही भएर है केही गरेको छुइनँ है। अब चाहिँ रेडी सेडी हुन्छ है, हेर्नुहोस् है त। ल है त, म चाहिँ अब रेडी हुन लागेको है। त्यस्तो खासै त टाइम त लाग्दैन मलाई रेडी हुनु है। र पनि म चाहिँ अब रेडी हुन आँटेको र त्यही हो। आज चाहिँ गेस्ट हाम्रो छैन है। यो चाहिँ हाम्रो इन्डोनेसियाको गेस्ट थियो, 2 दिनको थियो र 2 दिनको गेस्ट हाम्रो गइसकेको छ है, अघि बिहानै गइसक्यो। र मेरो युनिफर्म भने चाहिँ कुछ यस्तो छ होइन। मेरो यो ब्ल्याक पेन लगाएर जानु आँटेको है। कालो पेन दिएको थियो नि त होटेलबाट, त्यो चाहिँ मलाई भएन है। आज म यो सेतो कोट लगाएर जानु आँटेको है। म चाहिँ रेडी हुन थालेको, किनकि फेरि मलाई ड्युटी दिनु हुन्छ नि त। ड्युटी पनि टाइममै जानुपर्छ होइन। त्यही भएर म चाहिँ ड्युटीको लागि रेडी हुन थालेको है। रेडी हुँदैछु, के कसो हुन्छ तपाईँलाई देखाउँदै गर्छु है त। हिजोको गेस्टहरू राम्रो हुनुहुन्थ्यो होइन, गेस्टहरू राम्रो थियो, राम्रोसँगले फिडब्याक पायो गेस्टबाट पनि होइन। त्यही हो, गेस्टकोबाट राम्रो फिडब्याक पाउनु नै राम्रो हो त। किनभने कतिजना गेस्ट चाहिँ अब राम्रो हुन्छ होइन। हिजोको इन्डोनेसियाको गेस्टहरू त राम्रो थियो। हाम्रो अतिथि देव भव भन्छ होइन। अब त्यही हो, हाम्रो अतिथिहरू राम्रो हुनुहुन्थ्यो, राम्रै थियो, सबै राम्रै भयो होइन, राम्रै गयो। र त्यही हो, अरू कुरा चाहिँ अब म रेडी भइसकेँ है। तपाईँहरूलाई म जुत्ता लाएर भेट्छु है त। अब रेडी भइसकेँ, अब जानुपर्छ ड्युटी। ड्युटी नगरी हुँदैन साथीभाइहरू है त। ड्युटी त गर्नै पर्छ, के गर्नु, ड्युटी नगरी भएको छैन, ड्युटी त गर्नुपर्छ। अब भने चाहिँ ड्युटी जानुपर्छ।
र फाइनली म चाहिँ रेडी भइसकेर अब यो ड्युटी जानु लागेको है। र त्यही हो, अब ड्युटी लाग्नुपर्छ होइन। म तपाईँहरूलाई होटलमा पुगेर भेट्छु है त। र हेलो फेरि है, म चाहिँ अहिले होटल आइसकेको छु होइन। होटल चाहिँ केटाहरूले साफसफाइ गरिसकेछ होइन। ऊपर चाहिँ हाम्रो युटी हाम्रो किचन चाहिँ कुछ यस्तो टाइपको छ हो। हाम्रो स्टक चाहिँ यहीँ छ, कति चाहिँ जति पनि स्टक चाहिन्छ होइन यहीँ हुन्छ। भाइ साफसफाइ गर्दैछ मजाले होइन। भुइँ पनि साफसफाइ गरिदिइहालेछ भाइले चिटिक्कै हो। जस गेस्ट पनि छैन अबदेखि त हो, यो महिनासम्म त। अर्को पनि 4 तारिकदेखि चाहिँ छ भन्ने कुरा चाहिँ छ होइन। हेरौँ के हुन्छ कसो हुन्छ है। भाइले चटक्कै बनाइदिइहालेछ नि त के किचन त। फाइनली गाइस त्यही हो, अब चाहिँ किचन साफसफाइ गरिसकिहाल्यो होइन। अब चाहिँ खानुपर्छ। त्यहाँदेखि चाहिँ आजको के काम छ कसो छ त्यो हेर्नुपर्छ। र आज चाहिँ गेस्ट भन्ने चाहिँ बित्तिकै पनि छैन है। र पनि हेरौँ न के गर्नुपर्छ कसो गर्नुपर्छ होइन। भात डुलाइमै जिन्दगी जाने हो। ल अहिले ल है त गाइस, अब यी ब्रेकफास्ट भर्खर खाँदैछु है। र तपाईँले हेर्नुभएन हाम्रो रेस्टुरेन्ट चाहिँ कुछ यस्तो टाइपको छ है। यस्तो छ रेस्टुरेन्टहरू चाहिँ कुछ यस्तो छ। हाम्रो किचन त मैले तपाईँहरूलाई देखाइसकेँ है। कालो किस्मा रेलीमा बाँधेको रिबन तिमीलाई हेर्दै रेलीमा बिताउला जीवन। कालो किस्मा रेलीमा बाँधेको रिबन तिमीलाई हेर्दै रेलीमा बिताउला जीवन। असलैको रातो साडी चार पाङ्रे गाडी, असलैको रातो साडी चार पाङ्रे गाडी किनिदिउँला सुनको चुरा बरुरी नै काडी। आहै बरुरी नै काडी। गाईलाई गोठा रेलीमै घोडालाई तबेला, जाला जोवन रेलीमै नगर अबेला। चमेलीको तिल माया बम्बई जाने रेला, चमेलीको तिल माया बम्बई जाने रेला। कहिले हाँसो कहिले आँसु पिरतीको खेला, आहै पिरतीको खेला। कालो पौवा रेलीमै पिपलु हाँगैमा, झैपारुला रेलीमै यही मङ्सिरमा गैमा। पल्टनको तुप गोला मरि जाने चोला, पल्टनको तुप गोला मरि जाने चोला। आजै लगाऊ माया पिरिम भोलि के होला, आहै भोलि के होला। काठको ढेकी रेलीमै काठैको मदानी, केलाई भाप्स्यो रेलीमै जोवनै बिदानी। कालो किस्मा रेलीमै बाँधे। ल है त गाइस, मैले चाहिँ आज खाजासाजा पनि खाइसकेँ होइन। र म चाहिँ आज तपाईँहरूलाई माथि मेरो हाम्रो होटलकै फ्रन्ट अफिसहरू देखाउँदैछु है। देखाउन गइरहेको छु र तपाईँहरूलाई के कस्तो लाग्छ। हाम्रो होटल चाहिँ कुछ यस्तो टाइपको छ होइन। हाम्रो यो फ्रन्ट अफिस रिसेप्सन भनौँ न। हाम्रो अन्त एरिया चाहिँ कुछ यस्तो टाइपको छ होइन। अन्त यहाँ माथि चाहिँ पुरा रुमहरू छ है। म तपाईँहरूलाई कुनै दिन देखाउँछु है।
हाम्रो डिभाइन दि बोट होइन ऊ माथि गुम्बा छ ऊ माथि यहाँ माथि चाहिँ स्काई वक देख्छै देख्दैन है स्काई वक अरे रोपवे सरी अलिकति मिस्टेक है यहाँबाट हाम्रै डिभाइन होटल चाहिँ यस्तो छ है यस्तो बोट छ यहाँनिर चाहिँ खासैमा चाहिँ यस्तो छ तपाईँहरूलाई आउनुहोस् है तपाईँहरूलाई स्वागत छ डिभाइनमा यहाँदेखि चाहिँ कञ्चनजङ्घा चाहिँ यो ब्याक साइडबाट चाहिँ दामी देख्दो रहेछ होइन ब्याक साइडबाट चाहिँ दामी देख्दो रहेछ तर अहिले चाहिँ मौसम चाहिँ कुछ यस्तो भइरहेको छ र चाहिँ तपाईँहरूलाई देखाउन सक्दिनँ है तपाईँहरूलाई कुनै दिन म देखाउँछु डिभाइन पनि है यसको खासियत चाहिँ त्यस्तो उयो कञ्चनजङ्घाको भ्यूहरूको लागि चाहिँ यो चाहिँ एकदम सुइटेबल एकदम दामी रहेछ है र अहिले भने चाहिँ म यहीँनिर ड्युटी गर्दैछु है र म तपाईँ चाहिँ हो हाम्रो होटेल है मैले फिलहाल काम गर्दै गरेको होटेल होइन यो होटेल चाहिँ कुछ यस्तो टाइपको छ तपाईँहरूले अब धेरै धेरै दिनसम्म यो यही होटेलमा काम गर्दै गरेको देख्नु सक्नुहुन्छ है मलाई यो होटेल चाहिँ पेलिङ लोवर खासमल भन्दो रहेछ है यसलाई चाहिँ अन्त म चाहिँ यहीँ छु फिलहाल अहिले चाहिँ है आजसँग म ड्युटी गरेको यहाँनिर 28, 29, 30 3 दिन हुन्छ है आजसँग त्यही हो अहिले भने चाहिँ फिलहाल म तल फेरि रेस्टुरेन्ट नै जाँदैछु है रेस्टुरेन्ट चाहिँ हाम्रो ग्राउन्ड फ्लोरमा छ त्यही हो केही छैन र पनि अब एम्बियन्स राम्रो छ हाम्रो होइन त्यही हो राम्रो छ अब हेरौँ भविष्यमा कतिको सक्सेस हुन्छ है यो होटेलले राम्रो छ हाम्रो रेस्टुरेन्ट होइन हेर्नुहोस् है त हाम्रो रेस्टुरेन्ट कस्तो छ म तपाईँहरूलाई सुरुदेखि देखाउँछु है त कालो किस्मा रेलीमा बाँधेको रिबन तिमीलाई हेर्दै रेलीमा बिताउला जीवन कालो किस्मा रेलीमा बाँधेको रिबन तिमीलाई हेर्दै रेलीमा बिताउला जीवन थ्याङ्क यू फर वाचिङ है टिल दि एन्ड यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने कृपया गरी मेरो च्यानललाई लाइक सेयर अनि कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनु होला है र थ्याङ्क यू फर वाचिङ टिल दि एन्ड बाई बाई सी यू